डराउँदै डराउँदै कुनै हालतमा नि होइन। अब खासै मैले त्यस्तो एक्सन त मैले लिएको छैन होइन, तर म लिन्छु होइन। अब त्यो कुरा के हो बाहिर निकाल्ने चाहिँ मैले माध्यम बनाएको छु। देशै जानुपर्छ भन्ने छैन कि बसिरहेछौँ होइन। तर हामी तपाईँहरू काठमाडौँ गइन्छ, त्यत्तिकै टाइम पास गरिन्छ, के गरिन्छ। तर तपाईँ एकचोटि सोच्नुहोस् कि आफ्नो गाउँको लागि के गर्नुभएको छ, आफ्नो टोलको लागि के गर्नुभएको छ। म सानोमा हुँदाखेरि कति वर्ष भयो होला अझसम्म देउरालीको रोड चाहिँ पिच हुन सकेको छैन क्या। मिडिया मार्फत नै म आमालाई चाहिँ माफी माग्न चाहन्छु। आदरणीय दर्शकवृन्द, तपाईँहरू हेर्दै हुनुहुन्छ सागर संसार युट्युब च्यानल र तपाईँहरूको साथमा छु कार्यक्रम प्रस्तुता म सागर लामा। विभिन्न विषयमा रहेर कुराकानी गर्ने क्रममा र विभिन्न व्यक्तित्वहरूलाई हामीले यस कार्यक्रममा निम्त्याउने गर्दछौँ। यसै क्रममा आज हामीसँग यस्तो व्यक्ति हुनुहुन्छ, चिरपरिचित व्यक्ति हुनुहुन्छ। उहाँ एक कुशल कलाकार, कमेडियन पनि हुनुहुन्छ र सत्य तथ्य समाचारलाई साभार गर्ने मेगाङ मिडियाका संस्थापक पनि हुनुहुन्छ। र अरू कोही नभएर हाम्रै चिरपरिचित व्यक्तित्व भुवन तामाङ हुनुहुन्छ। उहाँसँग हामी केही विषयमा रहेर कुराकानी गर्नेछौँ। आउनुहोस् स्वागत गरौँ भुवनजीलाई। भुवन सर, स्वागत छ तपाईँलाई। धन्यवाद। अनि कसरी बिताइरहनु भएको छ हिजो आजको दिन? आजभोलि त्यस्तै त नि, अब लकडाउनले गर्दाखेरि होइन धेरै अब घरबाट बाहिर निस्किने कुरा नि भएन। अब त्यस्तै अब त्यो भनेर पनि भएन। हामी न्युज सङ्कलन गर्ने जुन अब एउटा जिम्मेवारी कामले गर्दाखेरि गाउँघरमा अथवा सहर बजारमा हिँड्ने अब न्युजहरू बटुल्ने चाहिँ अनि मेगाङ मिडिया मार्फत चाहिँ सम्प्रेष त्यस्तै गर्दैछु। र मेगाङ मिडिया त तपाईँले चलाइरहनु भएको छ र वास्तवमा यो मेगाङ मिडिया वास्तवमा के हो? अब मेगाङ मिडिया अब हाम्रो गाउँठाउँकै एउटा म्यागाङ भन्ने नाम चाहिँ गाउँठाउँको होइन। मिडिया चाहिँ अब गाउँठाउँमा भएको घटनाहरूलाई जुन त्यहाँको विषयवस्तुहरूलाई चाहिँ बाहिर निकाल्ने काम चाहिँ म त्यो प्रोसेस चाहिँ लाग्यो। मेगाङ मिडियाको अर्थ चाहिँ मेगाङमा जति पनि पहिला प्राथमिक फोकस चाहिँ मेगाङ गाउँपालिकामा रहेको जति पनि सत्य तिता मिठा कुराहरू छ त्यो चाहिँ बाहिर निकाल्ने चाहिँ माध्यम मात्रै हो सर। कुरा काटेँ मैले। तपाईँको यो मेगाङ मिडिया भनेपछि तपाईँले मेगाङ गाउँपालिकामा मात्रै रहेका घटनाहरूलाई तपाईँले साभार गर्नुहुन्छ या बाहिरका पनि कुराहरू राख्नुहुन्छ? होइन सर, मेगाङ मिडिया भनेपछि पहिला म मेगाङ मिडिया जुन मेगाङ गाउँपालिकाकै त्यहाँको हुनाले होइन, म पहिला प्राथमिक चाहिँ आफ्नै गाउँठाउँलाई नै दिन्छु। त्यसपछि म बाहिर होइन सबैलाई समेटेर चाहिँ न्युज बनेको हुन्छ। किनभने अब मेगाङ मिडिया भने नाम मात्रै मेगाङ मिडिया भएर अब मेगाङै मात्रै न्युज दिनुपर्छ भन्ने छैन। यो भनेको अब एउटा सूचना जुन प्रवाह गर्ने एउटा साधन हो होइन। अब त्यो अब अहिले सबै यो इन्टरनेटको जमाना छ, त्यस कारणले चाहिँ सबैको चाहिँ न्युजहरू चाहिँ मैले सम्प्रेषण गरेर आएको हुन्छ। तर मेगाङकै मात्रै चाहिँ न्युज होइन, यो सबैको चाहिँ हो, त्यही भन्न चाहन्छु। तर जुन मेगाङ मिडिया तपाईँले भन्नुभयो, मिडिया चलाउन त्यति सजिलो छैन नि। यसमा तपाईँले के कस्ता बाधा अर्चनहरू चाहिँ सहनु परेको छ त? अब मेगाङ मिडिया जुन अहिले म चलाइरहेको छु होइन, त्यो चलाउनको लागि चाहिँ सजिलो त छैन। हेर्नु, धेरै रिस्की छ। अब म उदाहरणकै लागि म कुरा गर्छु होइन। अब म डराएर त म चलाएकै होइन, म डराउँदै कुनै हालतमा नि होइन। कोही अब असत्य बोलिरहेको छ होइन, त्यो मान्छे अलिक अब नराम्रो नेगेटिभ सोचको छ भने म त्यसलाई होइन नराम्रै हो भनेर चाहिँ म बाहिर ल्याउने कोसिस गर्छु होइन। मेगाङ मिडिया मार्फत यदि राम्रो सामाजिक सेवामा काम गराएको छ भने मैले त्यही कुराले चाहिँ बाहिर लिएर आएको हुन्छ। अब असहज त अब अप्ठ्यारो त धेरै अप्ठ्यारो छन्। अब रिस्की हुन्छ होइन आफ्नो गाउँठाउँमा। अनि गाउँठाउँमा अलिकति हेर्ने दृष्टिकोण पनि कस्तो हुँदो रहेछ भने अब अलिकति तिमीले यो किन हालेको के भने त्यस्तै, जस्तै कि अब कुनै बेलामा मिडिया भएपछि चर्काचर्की आवाज पनि अथवा कुनै आवाज उठाउनु पर्ने हुन्छ होइन। यिन आवाजहरू उठाउँदाखेरि सायद तपाईँलाई कयौँ ठाउँबाट धम्कीहरू पनि आयो होला। अब खासै मैले त्यस्तो एक्सन त मैले लिएको छैन होइन, तर म लिन्छु होइन। अब म सागर संसार च्यानलबाटै म भन्छु, अहिले अवस्था चाहिँ के छ भने हामी युवक साथीहरू होइन एकदम जागरण भएर उठ्नुपर्ने अवस्था छ। किनभने मेगाङ गाउँपालिकामा हामीले जति पनि नेतृत्व हुनुहुन्छ होइन, उहाँले कसैले राम्रो गर्नुभएको छ, कसैले नराम्रो गर्नुभएको छ होइन। हामी त्यो फिल्टर गर्ने भनेको हामी अहिले मेगाङ गाउँपालिकामा तपाईँहरू बस्नुहुन्छ, हामी बस्नुहुन्छ होइन। हामी युवक साथीहरूले के गरेन भने तपाईँ हामी डराएर मात्रै बस्नुहुन्छ भने त के लाग्दैन के।
अब सत्य तथ्य कुरा के हो बाहिर निकाल्ने चाहिँ मैले माध्यम बनाएको छु। अब मलाई चाहिँ के छ भने मेरो साथीहरूले होइन म्यागङ गाउँपालिकाको सम्पूर्ण साथीहरू युवक साथीहरूले चाहिँ मलाई सहयोग गर्नुभयो भने होइन अवश्य नै चाहिँ म आफ्नो म्यागङ गाउँपालिकालाई पहिला म आफ्नो ठाउँलाई बनाउने कोसिस, म आफ्नो टोलदेखि आफ्नो गाउँदेखि आफ्नो गाउँपालिकालाई म बनाउने कोसिस गर्छु। एकैचोटि म नेपाल बनाउँछु भनेर म लागि परेको चाहिँ छैन सर। भनेपछि पहिला आफ्नो घर बनाऊ, त्यसपछि टोल बनाऊ, यसरी गाउँपालिका बनाउँदै बिस्तारै बिस्तारै आफ्नो देश विश्व बनाऊ भन्ने एउटा हुन्छ नि सत्य तथ्य घटना तपाईँले जुन गर्नुहुन्छ। यसमा जुन राजनीतिक अस्तव्यस्त रहेका कुराहरूलाई आवाज उठाउने र जुन विकासका कुराहरू, विकासका पूर्वाधारका कुराहरू विकास गर्नुपर्छ र युवा जागरणको लागि तपाईँले जुन आवाज उठाइरहनु भएको छ, यसमा एउटा मिडिया चलाउनको लागि तपाईँलाई एकजनाले मात्रै चलाएर हुने कुरो हुँदैन यसमा, जहाँसम्म लाग्छ। र मेगा मिडिया अहिले जुन अवस्थामा अगाडि बढिरहेको छ, जुन गाउँपालिका मात्र नभएर तपाईँको देशव्यापी रूपमा पनि मेगा मिडिया छाइरहेको छ र अझ पनि शुभकामना दिन चाहन्छु र सत्य तथ्य घटनाहरू सम्प्रेषण गर्दै जानुहोस्, यसको लागि शुभकामना दिन चाहन्छु। धन्यवाद तपाईँले पनि। म एउटाले पनि सक्दैन होइन म्यागङ मिडिया चलाउन। यो मिडिया भनेको मेरो मात्रै होइन, म सबै जुन म्यागङ साथीभाइहरूको सबैको मेरो मात्रै अधिकार होइन। तपाईँहरूले पनि केही सूचना छन् भने होइन मलाई पनि सपोर्ट गर्नु होइन। तपाईँहरूले पनि अब मैले यहाँ हिँडेर म कुनै पनि राजनीतिक दलमा म पसेको पनि छैन। म राजनीतिकमा त्यो चक्करमा पर्न पनि चाहँदैन। म भनेको शुद्ध तरिकाले म काम गर्छु होइन। कुन तरिकाले अब म यो पार्टी त्यो पार्टी भनेर म कुनै पनि भेदभाव गरेर काम गर्दिनँ। तर मलाई चाहिँ यति हो कि मलाई जति पनि अहिलेका जल्दो बोल्दो युवक साथीहरूले चाहिँ मलाई होइन विदेशबाट हुन्छ कि स्वदेशबाट हुन्छ मलाई चाहिँ एकदम मलाई सपोर्ट दिनु होइन। अब एकदम मलाई त्यो खाँचो छ, साथीहरूले चाहिँ सहयोग गर्नुहुन्छ भनेर मलाई ठुलो आशा छ। त्यसकै लागि चाहिँ मैले अहिले चाहिँ यो जुन एउटा अभियान चलाइरहेको छु। जे छ सत्य तथ्य साभार गर्ने तपाईँको जुन जमर्को छ, यसै मेगाङ मिडिया मार्फत तपाईँको यो अभियान छ भन्नुपर्छ। त्यसो भन्दा हजुर अहिले म त्यसमै क्रममा छु, किनभने मेरो पनि आफ्नो एउटा धेरै प्रब्लम हुन्छ नि त घरमा। तर म घरमा त्यस्तो प्रब्लम सल्भ नगरिकन म पहिला आफ्नो समाजलाई कसरी बदल्ने, समाजमा कसरी चाहिँ सामाजिक काममा हिँडेर कसरी के गर्ने पहिला आफूले त त्यो बुझ्नु पऱ्यो नि त। तर अघि भने जस्तै एउटा मिडिया चलाउनको लागि त तपाईँको आफ्नो जेबमा छैन भने, आफ्नो पकेटमा छैन भने त यो चल्न गाह्रो छ अवस्था, अथवा कहीँबाट एउटा स्पोन्सर नपाएमा गाह्रो अवस्था छ कि तपाईँलाई स्पोन्सरहरू पाइरहनु भएको छ कि छैन? अहिले स्पोन्सर भनेको मैले त्यस्तो हिसाबले मैले हेरेको छैन होइन। म घरमा थोरै होइन अलिक जीविकोपार्जन गरेर म खान्छु। मसँग पहिला दुःख गरेर राखेको मसँग हरेक इक्विपमेन्टहरू छ होइन, इक्विपमेन्टहरू छ। म आफै खट्छु। अब आफै खट्छु हेर्नु, कहिले कहिले त अब एक्लै हुन्छ क्यामेरा राखेर आफैले सेटिङ मिलाएर चाहिँ आफूले चाहिँ कुनै कुराहरू चाहिँ खोताल पताल गरेर चाहिँ आएर एडिटिङ गरेर हाल्नुपर्ने हुन्छ। म आफै एउटैले सङ्घर्ष, यदि मैले कसैले राख्नु पऱ्यो त्यो भने त मलाई एकदम गाह्रो छ नि, नाजुक अवस्था छ। म पनि कुनै पनि अब हुने खानेको छोरो त होइन होइन, म नि स्ट्रगल गर्दै यो प्लेटमा आइसकेको छु। त्यसकारण चाहिँ मलाई एकदम गाह्रो भइरहेछ अहिले। तर आशा छ होइन, म अब कुनै कुरामा आत्तिनु हुँदैन होइन, भगवान्ले पनि हेर्नुहुन्छ नि त। अब अहिले म कुनै पनि राम्रो कुराहरू राम्रो काम गर्दै जाउँ, पछि भनेको अब उहाँ जुन म्यागङ गाउँपालिकाकै अब वरिष्ठ व्यक्तिहरूले होइन उहाँहरूले चाहिँ मलाई सपोर्ट गर्नुहुन्छ पक्कै पनि, किनभने राम्रो अभियान लिएर मैले काम गरिरहेको छ भन्दा उहाँहरूले पनि मलाई सपोर्ट गर्नुहुन्छ भने म त्यो चाहिँ आशा छु अहिलेसम्म। र कुरा तपाईँ पत्रकारितामा लाग्नुभयो, योभन्दा अगाडि तपाईँ एक इलेक्ट्रिक टेक्निसियन हुनुहुन्थ्यो। इलेक्ट्रिक टेक्निसियन साथै एक कुशल कमेडियन पनि हुनुहुन्थ्यो तपाईँ। र एक्कासी तपाईँलाई चाहिँ म मिडियातिर लाग्छु भनेर चाहिँ कहाँदेखि त कुन अवस्था कुन बेलादेखि चाहिँ तपाईँलाई म मिडिया नै गर्छु, अब म पत्रकारिता नै गर्छु भन्ने चाहिँ कुन बेलादेखि तपाईँलाई यस्तो जोस जागर आयो? अब योभन्दा अगाडि म पसलहरू गर्थ्यो होइन, अनि पसलहरू आफ्नो अब जीविकोपार्जन गर्नलाई एउटा होइन त्यो गर्थेँ। अनि म कमेडियन पनि हो अब, अनि मोडल पनि एउटा दुईवटा तामाङ गीतहरूमा चाहिँ होइन मोडलिङ गरेको छु। हाम्रो टेकराज घले दाईको गीतमा मोडल पनि गरेको छु, अनि कमेडियन पनि गरेको छु। अनि व्यापार गर्दाखेरि मैले त्यसमा चाहिँ के देखेँ भने आफ्नो स्वार्थ पर्ने देखेँ कि सर। अहिले त्यसमा चाहिँ अब कमेडियन गर्ने मान्छेले हँसायो होइन,
अनि जुन बिजनेस व्यापारमा हामी गर्छौँ त्यो आफ्नो फ्यामिलीको लागि मात्रै भयो कि म एउटा छोरो मान्छे भएपछि होइन एकचोटि पृथ्वीमा जन्मेपछि मैले के गरेर त दिनु पऱ्यो नि त मैले आफ्नो लागि होइन त अरूको लागि जिउने हो कि आफ्नो लागि त त्यत्तिकै जिइन्छ तर अरूको लागि जिउने आधार चाहियो त्यसको लागि नै मैले यो म्यागाङ मिडिया चाहिँ स्थापना गरेर म्यागाङ मिडिया चलाउँछु भन्ने एउटा प्रतिबद्धताका साथ त्यो काम गर्न सुरु गरेको अब हुन त अब अरूले अब कतिले कमेन्ट गर्नुहुन्छ होला होइन अब आफ्नो घर बलियो छैन अरू के भन आफ्नो घर कहिले बलियो हुन्छ मान्छेले स्वार्थीपना हो मान्छेलाई आफ्नो घर कहिले बलियो हुन्छ र अरूको कुरा कसले बोलिदिन्छ होइन त्यो भनेको आफ्नो घर बलियो भनेको अब लाख भयो भने पुग्दैन करोड भयो भने पुग्दैन कि आफ्नो घर भनेको बलियो त अब सम्झिने हो कि पहिला अब त्यो आफ्नो घर बलियो भन्दा नि पहिला आफ्नो समाजमा के गर्न सकिन्छ मैले गर्न यो सक्ने योगदान के गर्न सकिन्छ त्यो गर्दै जाऊँ आफ्नो घर भनेको जसरी नै बुढो टार्छ होइन त्यही तरिकाले चाहिँ अहिले म चल्दैछु तर आफू निर्दो भयो भने विपक्षीसँग लडाइँ गर्न सकिँदैन नि र तपाईँ आफू नै बलियो हुनुहुन्न भने तपाईँले समाजको लागि परिवर्तन गर्छु समाजको लागि गर्छु यो सोच कसरी आयो तपाईँमा अब तपाईँले पनि ठिकै भन्नुभयो होइन आफू बेकअप नभइकन त त्यसरी हामी सञ्चारहरू लिने होइन त्यसरी चाहिँ अरूलाई अब यो मिडिया भनेको एउटा अलिकति रिस्की पनि रहेछ होइन अलिकति त्यो पनि रहेछ तर मलाई फिलिङ्स नै हुँदैन के डराउँछ भन्ने कुरो होइन अरूले त्यो गर्ला भनेको मलाई फिलिङ्स नै हुँदैन मलाई के भन्छ सत्य तथ्य के हो कि कुरा अब आफूलाई जुन मैले राम्रो काम गरिरहेछ होइन राम्रो कुनै काम गर्छन् यदि म नराम्रो काम गरिरहेछ भने होइन अब मलाई पछि सपोर्ट नआउला होइन नआउन सक्छ मैले यदि राम्रो काम गरेर अब कुनै पनि राम्रो कुराहरू बाहिर ल्याएर खोतलपतल गरेर बाहिर ल्याइदियो भने त अब म अप्ठ्यारोमा परेको अवस्थामा मलाई त जुन म्यागाङ गाउँपालिका जुन बासिन्दाहरूले होइन अथवा बाहिर जुन जति पनि होइन बाहिर अरू गाउँपालिका नगरपालिका उहाँहरूले चाहिँ मलाई पनि यो मान्छेले यस्तो गरेको छ है यो मान्छे किन यस्तो आवाज उठाउनु त हुन्छ होला नि त पक्कै पनि त्यो आशमा छु कि अब जुन अब नेताले यो गरिदिन्छ त्यो गरिदिन्छ म विश्वास पनि लाग्दैन हेर्नु होइन म कुनै नेता पछि पनि लागेर म त्यो हुँदैन तर मलाई म बेकअप पनि म त्यस्तो पैसै भएर त्यो गरेर होइन अब म फेरि ठुलो मान्छे पनि होइन म त्यो रवि लामी छानेहरू जस्तो पनि होइन तर मैले सकेको सहयोग के सानोमा चाहिँ मैले काम गरिरहेको हो तर म कुनै ठुलो पत्रकार पनि होइन म पत्रकार गर्छु भनेर म त्यो गरेँ होइन कि मैले सत्य तथ्य के हो बाहिर ल्याउन खोजेर एउटा चाहिँ माध्यम मात्रै बनाएको तर यो अहिलेको अवस्था छ नि जस मान्छेले सत्य तथ्य बोल्छ अथवा कुनै पार्टीको खिलाफ अथवा कुनै पनि राजनैतिकको विषयमा तपाईँले औँलो उठाउनु हुँदाखेरि अथवा कसैलाई क्रस क्वेसन गर्नु अवश्य नै पर्छ यस मिडियामा यस्तो अवस्थामा तपाईँको ज्यान जोखिममा पर्ला भन्ने तपाईँलाई डर छ कि छैन त अब हेर्नु मलाई त्यस्तो डर लाग्दैन होइन मैले त्यसरी पनि मैले काम गरिरहेको छु किन लाग्नु र अब उसले घ्याप्पै मार्दैन झ्याप्पै भन्दैन होइन तर पत्रकारहरूलाई पनि डर त्रास देखाउने र यति धेरै यो घटनाहरू छन् नि पत्रकार गरिनेहरूलाई चाहिँ तपाईँले यो समाचार लेख्लास् है यो भन्लास् है मेरो बारेमा नराम्रो लेख्लास् गर्लास् भन्ने धम्कीहरू आइरहेका कुराहरू छन् नि पत्रकारितामा यिन चिजहरू चाहिँ यस्तो चाहिँ तपाईँमा आइपरेको छैन अब कुनै एक दुई ठाउँबाट आएको छ होइन तर म डराएको छैन अब यदि आइहाल्यो भने नि अहिलेको भनेको अब मिडियाको जमाना हो अहिले फेसबुक छन् होइन म त्यो कुनै पनि मलाई यदि त्यस्तै धम्की आयो भने होइन म पनि त अब नियम कानुन हल्का फुल्का त जानेको छ होइन मैले पनि के गर्नुपर्छ भन्ने मलाई पनि थाहा छ अब त्यस्तो आइहाल्यो भने होइन म त्यो अनुसारले म एक्सन अब जे छ अब मेरो पनि एउटा छुट्टै स्थान होला नि त त्यो अनुसारले म एक्सन त त्यो त म सुरु गरिहाल्छु नि तर त्यस्तो चाहिँ भएको छैन होइन कुनैले पनि अहिलेसम्म होइन औँला ठडाएर मैले कुरा गर्न सकेको छैन यदि कुरा गरिहाल्यो भने त्यो पनि म त्यो अनुसारले चाहिँ म उसलाई चाहिँ कसरी के भन्नु पर्छ होइन के गर्नुपर्छ त्यो पनि मलाई राम्रोसँग थाहा छ ल यसै गरी तपाईँलाई शुभकामना छ तपाईँ यस्तै गरी निडर भएर तपाईँको म्यागाङ मिडिया अझ अगाडि बढाउँदै जानुहोस् र प्रसङ्गलाई अलिकति मोडौँ है र जुन तपाईँको बाल्यकाल बुङताङमा जन्मिनुभयो तपाईँको बाल्यकाल बुङताङमा नै बित्यो कि अथवा बुङताङभन्दा बाहिर मेरो बाल्यकाल बित्दाखेरि धेरै जस्तो बुङताङमा बित्यो होइन अनि त्योभन्दा अगाडि कति अब 58 सालभन्दा अगाडि 1.5 वर्ष जति इन्डियामा बित्यो अनि सिमारामा 1.5-2 वर्ष अनि बुटवलतिर बित्यो होइन अनि त्यसपछि चाहिँ गाउँमै
यसरी यताउता सिमारा जुन भन्नुभयो नि यसमा आफ्नो अभिभावक केही पेसामा आबद्ध हुनुहुन्थ्यो कि मेरो बाबा पहिलेदेखि नै व्यापार गर्नुहुन्छ होइन, बिजनेस गर्नुहुन्छ सानोतिनो, एकदम आफ्नो घर परिवार टार्नको लागि चनचटपटे पनि बित्नुहुन्छ होइन। उहाँले एकदम बुवा र मम्मीले चाहिँ हामी सानो हुँदाखेरि एकदम सङ्घर्ष गरेर हामीले पाल्नुभएको। उहाँहरू जहाँ जानुहुन्छ होइन, अनि बुवाहरूले मम्मीहरूले पनि बुवाहरूले नै मलाई त्यहीँ लानुहुन्छ। त्यही क्रममा चाहिँ म इन्डिया पनि पुगेँ होइन। बुवा एकदम इन्डियामा गएर होइन ढुङ्गा फुटाएर काम गर्नुहुन्छ होइन, अब दाउराहरू बोक्नुहुन्छ, त्यहाँसम्म पनि म पुगेको छु कि मेरो बुवाले होइन त्यसरी लानुभएको छ। म अहिले धेरै धेरै सम्झिन्छु कि मेरो बुवा मम्मीलाई। र यसै क्रममा जुन तपाईँको बाल्यकाल तपाईँको एक बुङटाङमा नै म्याक्सिमम् त धेरै जस्तो बुङटाङमा नै बिते। बुङटाङमा अब बाल्यकाल त बुङटाङमा अब आफ्नो हाम्रो माने टोल भन्छन् होइन, हाम्रो माने टोलभित्रमै रहेर एकदम आफ्नो तरिकाले होइन, आफ्नो सानो अब हामी सानो थिएँ साथीभाइहरू होइन, अनि सानो थिएँ एकदम हाँसखेल गरेर एकदम राम्रो तरिकाले अरू टोलको भन्दा नि हाम्रो टोलको चाहिँ अलिकति अनुशासन तरिकाले बसेँ खाएँ होइन, अलिकति रमाइलो तरिकाले चाहिँ बितेँ सानो बेलामा। भनेपछि तपाईँको बाल्यकालको जुन अविस्मरणीय छेड हुन्छ नि, एउटा चकचकेपन, एउटा यो बिगार्ने त्यो बिगार्ने, गाउँमा गाली खाने जुन चकचकेपन थियो नि, पक्कै पनि तपाईँ एक कमेडियन भएपछि तपाईँ चञ्चल स्वभावको त पक्कै पनि हुनुहुन्थ्यो। र त्यो अवस्था तपाईँको एकदम अविस्मरणीय एउटा रमाइलो छेड सम्झिनु पर्दा कुन छेडलाई सम्झिनुहुन्छ? अब रमाइलो छेड म अलिकति स्कुल पढ्दाखेरि होइन, म रामजीवन सर हुनुहुन्थ्यो हेडमास्टर हाम्रो होइन, म उहाँको नाम लिन चाहन्छु किनभने म एकदम उहाँलाई सम्झिरहन्छु। उहाँ चाहिँ ग्रामर पढाउनुहुन्थ्यो। उहाँले चाहिँ मलाई होइन जहिले पनि भन्नुहुन्थ्यो कि ए चङ्खे भन्नुहुन्थ्यो क्या होइन, चङ्खे एकदम। चङ्खे भनेपछि कमेडियन जुन हँसाउने होइन कमेडियन। अनि त्यो बेलामा म होइन धेरै जसोलाई हँसाउँथ्यो होइन, हँसाउँथ्यो अनि रमाउँथ्यो। अनि त्यसरी हँसाउँथ्यो। त्यो बेला चाहिँ कस्तो भयो भने अब सरले होइन गेटमा बसेर बस्नुहुन्थ्यो क्या, अनि सर बस्नुहुन्थ्यो अनि ओ चङ्खे भन्थ्यो होइन, ढिलाइस चङ्खे भन्दै लट्ठीले हान्नुहुन्थ्यो कि त्यो बेलामा होइन। ब्याग हामी पछाडि बोक्दैन, ब्यागमा ड्याङ्ग लाग्दैन अनि हामी कुद्थ्यौँ कि क्लासमा। अनि त्यस्तो घटना भयो, रमाइलो घटनाहरू। रमाइलो त धेरै छन् होइन त्यसमा चाहिँ सम्झिएको चाहिँ। त्यसै गरी गाउँघरमा जुन हाम्रो जुन बाल्यकाल हामी एउटा ग्रामीण भेगमै जन्मिएका, ग्रामीण जुन गाउँले जीवन बिताएका अवस्था हुन्छन्, त्यो बेलामा सानो अवस्थामा अर्काको त्यो अन्यारी गर्ने, जस्तै काँक्रो चोर्ने, फलफुल चोर्ने होइन, यस्ता गतिविधिहरू गर्नुभयो कि भएन? अब काँक्रो चोर्ने तिनीहरू चाहिँ हाम्रो अलिकति चाहिँ हल्का फुल्का चाहिँ गरेँ होइन, तर त्यो चाहिँ रिमेम्बर छैन। धेरै दुःख होइन, अलिकति त्यो चाहिँ जुन मैले हाम्रो मम्मी हुनुहुन्छ होइन, मैले चाहिँ आमालाई चाहिँ धेरै दुःख दिएँ सानोमा होइन। मिडिया मार्फत नै म आमालाई चाहिँ माफी माग्न चाहन्छु। सानो बेला मैले धेरै दुःख दिएकै हो होइन, अब सायद अब म मात्रै होला जस्तो लाग्छ आमालाई दुःख दिने। सानो बेलामा अब खाना बोलाउँदाखेरि म अलिकति झर्किने, अब जिद्दी गर्ने होइन, अनि कहीँ काल्नामा गएर लुगिदिने, मम्मीले खोज्न लाउने होइन, त्यसरी धेरै दुःख दिन्थ्यो होइन। अनि त्यस्तोहरू धेरै दुःख त पनि दिन्थ्यो हाम्रो मम्मीले। अब हुन त आफ्नो बच्चाको यिनै स्वभावहरूले नै आमालाई पनि खुसी प्राप्त भइरहेको हुन्छन्। र तपाईँले जुन जसलाई पनि एउटा आफ्नो आमालाई दुःख दिउँ भन्ने भावना त हुँदैन, तैपनि अन्जानमा बालापनमा यस्तो भइन्छ। र अहिले आएर तपाईँले जुन आमाप्रति जुन माया देखाउनु भयो यही महान छ। र अब प्रसङ्गलाई जोड, तपाईँको बाल्यकाल त यसरी बित्यो। अब त्यस पश्चात तपाईँले आफ्नो जीवनमा जुन टिनेज अवस्था आयो, त्यसपछि तपाईँले मोड लिनुभयो होइन। त्यसपछि तपाईँको मोडमा तपाईँले व्यवसाय पनि गर्नुभयो। र व्यवसाय गर्ने क्रममा तपाईँले कस्ता किसिमका व्यवसायहरू गर्नुभएको थियो? अब हेर्नु, व्यवसाय आफ्नो पेट पाल्नको लागि त मैले सबै गरेँ होइन। अब हेर्नुहोस्, अब काठमाडौँ कलङ्कीमा हामी 61 सालमा जाँदाखेरि अर्काको भाडा मोलेर होइन, अर्काको भाडा मोलेर जुन 10 रुपियाँमा 15 रुपियाँमा चिउरा तरकारी बेचेर मासु बेचेर हामी गुजारा चलाउने मान्छे, अर्काको घरमा चाहिँ ट्रस बनाएर छाप्रो बनाएर होइन, त्यस्तो दुःखहरू नि गरेँ होइन। अब एकदम नबिर्सिने दुःख भनेको चाहिँ त्यहाँ के छ भने छेउमा इनार थियो होइन, इनारमा चाहिँ पानी निकाल्थ्यो। मलाई अझै पनि कन्ठा छ होइन, 5वटा त्यो हुन्छ नि त्यो सिल्भरको भाँडा यस्तो तिनले निकालेँ बाल्टी, अनि
अनि बाल्टिनमा तपाईँको 5वटा बाल्टिन निकालेपछि कि 5वटा बाल्टिन निकालेपछि त्यो गाग्री भर्थ्यो होइन। म सानो थिएँ अनि त्यो बेला चाहिँ गाग्री भरेर अनि त्यो चाहिँ ड्रममा के फलामको ड्रम हुन्छ ठुलो, त्यो ड्रम भर्थ्यो क्या मैले। अनि हाम्रो अब त्यो बेलामा सानो एउटा मेसिन पनि किन्न सक्दैन थियो होइन, त्यसरी भर्थ्यो। अनि हात चाहिँ छ नि तपाईँको पानी त्यो पहेँलो हुन्छ नि त, त्यो पानीले चाहिँ यहाँ त्यो इनारको पानी तान्दाखेरि पहेँलो पानी निस्किन्छ। इनारको पानी एकदम त्यो, अनि हात पुरा होइन त्यो भ्याकुतोको छालो जस्तो हुन्थ्यो खुट्टाहरू होइन। अनि यस्तो बाल्टी के अरे गाग्री यस्तोमा राखेपछि दिनमा चाहिँ 15 गाग्री ओसार्नु पर्थ्यो। यहाँ चाहिँ ठेला उठ्थ्यो कि कालो दाग, अनि यसरी बोकेर लाँदाखेरि अनि हामीलाई चाहिँ कोहीहरू होइन गाउँको अब साथीभाइहरू होइन गाउँको मान्छेहरू आउँथ्यो, ओ तिमीहरू काठमाडौँ बस्या हो र यस्तो हालत छ त भन्छन् कि। अब देख्दाखेरि एकदम फोहोरी अवस्था होइन, दुःख अब सङ्घर्ष गराएको थियो कि त्यो बेलामा, सङ्घर्ष प्लेट थियो। अनि त्यस्तै दुःख थियो। अनि त्यसपछि त्यो दुःख गर्ने क्रममा अलिअलि गर्दै क्रममा चाहिँ म चाहिँ उता मम्मीले होइन बाबाले थाहा नभइकन इलेक्ट्रोनिक्सको रेडियो तालिम चाहिँ सिक्न म सानैदेखि इन्ट्रेस्टिङ थियो होइन। अनि रेडियो तालिम सिक्यो त्यहाँ। अनि सिक्दै अब सिक्न पनि अब त्यस्तै महिना कोर्स हुन्छ। अब मैले धेरै ठाउँमा सिकेँ, कलङ्कीमा सिकेँ, कालोमाटीमा सिकेँ, काठमाडौँको टाई इन्स्टिट्युटमा सिकेँ होइन, धेरै ठाउँमा सिकेँ। अब स्ट्रगल त धेरै छन्। अब त्यहाँबाट गरेर नि अब पसल गर्यो, के गर्यो, धेरै छ कुराहरू खोल्नु पर्दाखेरि। तपाईँको स्ट्रगल अझै पनि जारी छ। र अहिलेको अवस्था के छ? अहिलेको अवस्था भन्नुपर्दा तपाईँले मिडिया नै चलाइरहनु भएको छ होइन। अनि के यो मिडिया गरेर मिडियाबाट पनि आम्दानी गरेर आफ्नो परिवारलाई चाहिँ खुसी राख्न सक्छु जस्तो लाग्छ तपाईँलाई? होइन, मिडिया चलाएर त फ्यामिलीले कुनै हालतले खुसी हुँदैन होइन। किनभने हामी एउटा आर्थिक स्थिति कमजोर छ। अहिले घरको मान्छेले के भन्छ भने म जहिले नि मेरो ब्यागमा छन् होइन, म एउटा ब्यागमा हो कि मेरो सम्पत्ति भन्नु नै, त्यसमा मेरो ल्यापटप हुन्छ होइन, माइकहरू, यो क्यामेराहरू, स्ट्यान्डहरू हुन्छ, त्यो एकभरि हुन्छ कि। अनि मलाई घरको फ्यामिली के भन्छ, तिमी त्यसरी लगर त्यो डुलेर हुन्छ, पैसा आउने बाटो गर्नु पऱ्यो, तिमीलाई पैसा आउँदैन के हुँदैन भन्छ। अरे बाबा त्यसो नभन्नु न होइन, पछि अब यो पैसाको लागि गरेँ होइन नि त, एउटा मेरो यो अब एउटा इच्छा हो होइन। मैले समाजको लागि एउटा सेवा पनि हो। समाजमा अब मैले केही कुराहरू जुन विदेशमा बस्नु भएको छ साथीहरू होइन, उनीहरूलाई चाहिँ मैले केही गरेर देखायो। अब गाउँघरको कुनै सूचनाहरू बाहिर उहाँहरूलाई चाहिँ त्यसरी देखायो भने त केही राम्रो प्लस फाइट हुन्छ होइन, मलाई मान्छेले चिनिन्छ। एउटा तपाईँको म पैसा कमाउन सकेन होइन, म भनेको एउटा अनसक्सेस व्यक्ति हो कि। म आफूले भन्छु अहिलेसम्म म कति काम गरेको होइन। तपाईँको अहिले यहाँ अब तपाईँको जुन तपाईँको सागर संसार युट्युब च्यानलमा होइन, मैले तपाईँको त्यो कुरा राख्न होइन, तपाईँको यो अहिले टन्नै हुन्छ होइन, त्यो धेरै सङ्घर्ष। म अनसक्सेस व्यक्ति हो कि होइन, म धेरै काम गरेको छु होइन। तपाईँले सोध्नु सक्नुहुन्छ मलाई चिन्ने साथीहरूलाई होइन, के काम गर्यो, कहाँ पुग्यो भने म धादिङ सतीदेवीसम्म म पसल गर्न पुगिनँ कि। त्यहाँदेखि स्टेप बाई स्टेप के अब देउराली, किमताङ, बुङताङ, त्रिशुली होइन, काठमाडौँतिर, महाबौद्धतिर म धेरै सङ्घर्ष गरेँ होइन। अब अनसक्सेस व्यक्ति मै हो कि फेरि, अब धेरै काम गरेँ अनसक्सेस व्यक्ति मै। तर अब अनसक्सेस भएन, तर म यसरी अब हामी मर्छ बाँच्छ त कहिले थाहा हुँदैन नि त होइन। तर अनसक्सेस त भयो होइन, आफ्नो अब गुजारा चलाउन अनसक्सेस भयो। अब चाहिँ म के समाजमा के गरेर देखाउँछु भन्ने प्रतिबद्धता लिएर चाहिँ म अहिले चाहिँ म्यागाङ मिडिया अहिले चलाइरहेको छु होइन। के अब सत्य तथ्य न्युजहरू राख्न पाएँ भने, मलाई फेरि काम गर्न पाएन भने यति मलाई तनाव हुन्छ कि होइन, छटपट हुन्छ। जब कुनै न्युजहरू राख्ने के गर्न पायो भने मलाई आनन्द, त्यसमा जतिको आनन्द मलाई होइन, खाना खाँदाखेरि खाना भोको मेटेर निन्द्रा लाग्नुभन्दा पनि त्यो मलाई एकदम आनन्द हुन्छ क्या। त्यही भएर म त्यो अहिले त्यो गरिरहेको छु। जुन तपाईँले अनसक्सेसका कुराहरू गर्नुभयो, तपाईँले जुन क्षेत्रमा हात हाले पनि तपाईँ असफल रहनुभयो, त्यस पश्चात अहिले त युवाहरू धेरै जस्तो अब विदेशतिरै पलायन हुनेछ नि, विदेश जान्छु म पैसा कमाएर आउँछु भन्ने सोच चाहिँ तपाईँलाई, म पनि अब विदेश जान्छु, विदेश गएर म पनि पैसा कमाउँछु भन्ने सोच चाहिँ आएन? मलाई विदेश जान्छु भनेर मलाई सोचै आएन सर। विदेश अब अहिले एकचोटि म चाइना चाहिँ एकचोटि घुम्न गएको थिएँ होइन, एकचोटि घुम्न गएको थिएँ 10-15 दिनको म भिसा लिएर। अनि रहन्छन् विदेश गएर एकचोटि बुझ्नु त पर्छ होइन के रहेछ अवस्था भनेर चाहिँ म विदेश गएको छैन। विदेश गएर धेरै विदेश अब सबै विदेश जानुपर्छ भन्ने छैन होइन। अब सबै विदेश गयो भने त अब यहाँ अब म्यागाङ मिडिया कसले चलाउने होइन। अब विदेश गएन, अब मैले धेरैको उदाहरण देखिरहेको छु। अब विदेश जाँदाखेरि उहाँ पैसा कमाउनुहुन्छ होइन, जानुहुन्छ पैसा कमाउनुहुन्छ, आफ्नो घर
घरमा चाहिँ पैसा कमाएर त पठाउँछ छोराहरूलाई होइन छोरीहरूलाई चाहिँ एकदम कुलतमा फसिरहेको हुन्छ कि अब बुवा नभएको अन्त फेरि त्यो सम्भव हुन्छ बरु नेपालमा केही गरेर होइन केही गरेर जीविकोपार्जन गरेर खाने बस्ने अनि त्यो अवस्थामा भएपछि त आखिरमा त्यो पैसा पनि अनि नेपालमा स्ट्रगल अब नेपालमा पनि अब आफू इस्टाब्लिस हुनको लागि त फेरि त्यही पैसा खर्च गर्नु पऱ्यो अनि लेभलमा आयो भने त त्यही भएर बरु यहीँ स्ट्रगल गर्छु होइन आफू कति सक्छ के सक्छ परिश्रम गर्छु दुःख गर्छु भनेर त्यो अहिलेसम्म अब त्यसरी चलिरहेको छैन योभन्दा पछि के हुने थाहा छैन अब भनेपछि तपाईँ अझै पनि स्वदेशमै बसेर आफू यसै स्वदेशमै केही गर्छु भनेर नै तपाईँले यो जुन मिडियामा तपाईँले अहिले कार्यरत हुनुहुन्छ जुन तपाईँको मेगाङ मिडिया छ यो अझ पनि अगाडि बढुन् र सफलताको शिखरमा पुगुन् र तपाईँले जुन यो अहिले भन्नुभएको छ जुन अनसक्सेस व्यक्ति म हुँ भन्नुभएको छ एक दिन दुनियाँले तपाईँलाई चिनोस् कि भुवन तामाङ अनसक्सेसबाट अहिले हि इज अ सक्सेसफुल म्यान भनेर एउटा पहिचान रहोस् तपाईँको शुभकामना छ। धन्यवाद तपाईँलाई पनि आफ्नो मनको कुराहरू राख्न पाएँ होइन जुन सागर संसार युट्युब च्यानलबाट मैले आफ्नो मनको कुराहरू कसलाई पोखम भइरहेको थियो होइन तपाईँले मलाई यो अफर दिनुभयो यो अवसर दिनुभयो त्यसको लागि तपाईँ धेरै धेरै धन्यवाद। विशेष गरी तपाईँलाई पनि धन्यवाद र अमूल्य समय निकालेर तपाईँ हाम्रो यस कार्यक्रममा आइदिनु भयो र तपाईँसँग भलाकुसारी गर्ने मौका मैले पाएँ र साथै र आगामी दिनहरूमा जस्तै कि छन् अब तपाईँको यो मिडिया मार्फत नै हाम्रो मिडिया मार्फतै भनौँ अबका युवाहरूलाई चाहिँ स्वदेशमा नै बसेर पनि गर्न सकिन्छ विदेशै जानु पर्दैन भन्ने कुरालाई तपाईँ नेपालमा पनि बसेर केही गर्न सकिन्छ भन्ने कुरालाई तपाईँले कसरी भन्न चाहनुहुन्छ? अब म जुन मलाई जति पनि हेरिरहनु भएको हाम्रो मित्र साथीहरूलाई होइन देशमा विदेशमा स्वदेशमा बस्नुभएको साथीहरूमा के भन्न चाहन्छु भने हामी कुनै पनि म नेपालमा बसेर त म जीविकोपार्जन भइरहेछ फ्यामिली पालिरहेको छ होइन विदेशै जानुपर्छ भन्ने छैन कि तपाईँहरू विदेशमा जानुहुन्छ होइन विदेशमा जानुभएपछि कति 26 दिन त होइन 26 दिन त महिनामा 30 दिनमा 26 दिन त खट्नै पर्छ भनेर हामी सुनेको छ म गएको छैन होइन अब 26 दिन मात्रै नेपालमा तपाईँहरूले 26 दिन कन्टिन्युस काम गर्नुहोस् त विदेशलाई जितिन्छ क्या यहाँ आफ्नो फ्यामिलीसँग बस्न पायो बाबा आमा बिरामी भयो भने होइन बाबा आमालाई के भयो भनेर हेर्न पाइयो होइन साथीभाइहरूसँग हिँड्यो अनि नेपालमा बस्दाखेरि आफै बिन्दास के आफै म्यानेजर हो क्या डन हो आफै टक्क लगाएर आफ्नै तरिकाले गर्न सकिन्छ खान सकिन्छ होइन धेरै छन् सर धेरै छन् अब नेपालमा केही गरेर खायो भने अब नेपालमा केही हामीले होइन युवक केटाहरू सबै तपाईँहरू अब विदेश मात्रै जानुभयो भन्दा फेरि होइन म म्यागाङ गाउँपालिकाकै भएको नाताले चाहिँ म्यागाङ गाउँपालिका कुरा जोड्न चाहेँ हामी सबै विदेशमा जानुभयो भन्दा होइन अब नेपालमा अब जुन होइन विदेशमा नजानु भन्न खोजे होइन विदेश पनि जानुहोस् होइन तर यहाँ तपाईँहरू हामी यता बस्नु भएको छ नि त होइन उहाँ साथीहरूले चाहिँ के भन्न चाहन्छु भने हामी बसिरहेछौँ होइन तर हामी तपाईँहरू काठमाडौँ गइन्छ त्यत्तिकै टाइम पास गरिन्छ केही गरिन्छ तर तपाईँ एकचोटि सोच्नुहोस् कि आफ्नो गाउँको लागि के गर्नुभएको छ आफ्नो टोलको लागि के गर्नुभएको छ तपाईँहरूले गर्नुभएको छ होइन मैले गराएको छ तपाईँहरूले गर्नुभएको छ आफ्नो एउटा टोलको आफ्नो घरको लागि बुझो टार्ने मात्रै गर्नुभएको छ कि तर आफ्नो गाउँ घरमा पहिला आफ्नो समाजलाई गर्नु पऱ्यो गाउँलाई गर्नु पऱ्यो अनि बल्ल होइन गाउँपालिकालाई गरौँ होइन तब हामीले चाहिँ त्यसरी एउटा अभियान एउटा चलाउनु पर्छ होइन त्यसरी काम गर्नुपर्छ नत्र चाहिँ तपाईँको हामी एउटा नेताहरूकै बाटो हेरेर होइन नेताको मुख हेरेर बस्यो भन्दा अहिलेसम्म अब हुँदा अब म राजनीतिकमा त त्यो छैन मैले सानोमा हुँदाखेरि कति वर्ष भयो होला अझसम्म देउरालीको रोड चाहिँ पिच हुन सकेको छैन क्या हामी युवक साथीहरू मिलेर होइन मैले रोडकै विषयमा कुरा जोड्न चाहेको चाहिँ होइन तर धेरै कुराहरू छन् नि त अब धेरै कुराहरू छन् त्यो कुरा विषयहरूमा जुन साथीभाइहरूले होइन सबै कुराहरू निकालेर होइन साथीहरू कुराहरू निकालेर कुरा गऱ्यो भने त अवश्य नै आफ्नो गाउँ ठाउँ चाहिँ एकदम विकास हुन्थ्यो कि म के आग्रह गर्न चाहन्छु भने यो मिडिया मार्फत होइन अब हामी यसरी सेलाएर बस्ने बेला होइन अब भनेको यो मिडिया फेसबुक होइन पेज मार्फत चाहिँ अब हामीले चाहिँ जनचेतनाको लागि होइन धेरै कार्यहरू गर्नु छ हामीले कुनै पनि घरमा ढोका ढक्ट गएर पो होइन के रहेछ भन्ने कुरा होइन को रहेछ भन्ने कुरा बाहिरबाट हेर्न आउँछ नि त तब हामीले नै आवाज उठाउनु भएन भने त कसले गर्ने कसले विकास गर्ने र कसले विकास गर्ने मान्छेले पनि अब सुतेर बसिन्छ होइन त्यही भएर चाहिँ तब हामी एकजुट भएर उठ्नुपर्छ होइन त्यही भएर चाहिँ हामी केही गर्नको लागि चाहिँ अब
साथीहरू हामी युवक साथीहरू चाहिँ मिलेर केही गरौँ भन्न खोज्छ, त्यही भन्न चाहन्छु सबै दर्शक महानुभावहरूलाई। भनेपछि तपाईँको अभियान मेगाङ मिडिया मार्फत नै आफ्नो गाउँठाउँलाई विकास गर्नको लागि अब युवाहरूको खाँचो छ र जुन नउठेको आवाजलाई उठाउने जुन तपाईँको अभियान छ सफल रहन् र तपाईँको गाउँटोल विकासको शिखरमा पुगुन् होइन। आफ्नो गाउँठाउँमा एकदम टोल विकसित भएको हामी पनि देख्न पाऊँ, यसै शुभकामना दिँदै तपाईँहरू अहिले हेर्दै हुनुहुन्छ सागर संसार युट्युब च्यानल र तपाईँहरूको साथमा छु म सागर लामा। र आज हाम्रो साथमा हुनुहुन्थ्यो एक कुशल कमेडियन साथै एक सत्य तथ्य समाचार सम्प्रेषण गर्नुहुने मेगाङ मिडियाका संस्थापक भुवन तामाङजी हुनुहुन्थ्यो। र तपाईँलाई हाम्रो यस कार्यक्रम कस्तो लाग्छ र प्रतिक्रिया दिनको लागि कमेन्ट बक्समा गएर कमेन्ट लेख्नुहोला र आगामी दिनमा पनि तपाईँहरू समक्ष यस्तै विभिन्न विषयमा रहेर कुराकानी गर्नेछौँ र विभिन्न व्यक्तित्वहरूलाई यस कार्यक्रममा निम्त्याउने बाचाका साथ अहिलेलाई यस कार्यक्रमबाट म बिदा हुन चाहन्छु। नमस्कार।